बुवाले त साफसँग पिट्नु भयो। आमाले कहिल्यै पिट्नु भएन हामीलाई। हामीले पनि त कहिल्यै आमालाई चाहिँ रिसाएन। त्यति छैन हजुरको बरु बुवासँगै चाहिँ पर्यो। बुवासँग चाहिँ बुवा पनि त्यस्तै हुनुहुन्थ्यो, गर्ने के त अब भनेनौ हामी त। अनि न आमाले चाहिँ कहिले बोल्नु भयो दुध, आमाले चाहिँ केटाकेटीमा भने त आँटाले दुध खाने है कि गर्नुहुन्थ्यो। मलाई रिस उठ्ने त्यति बेला चाहिँ दुध दिए खाँदैन हौ, दुध खाने है कि भन्ने आमाको बालीदेखि। अनि आँटाले खाँदैन दुध सोध्नुपर्छ भन्ने भएमा त्यहाँबाट दिनुहुने भयो आमा। नै उहाँको बानी नै थियो के त्यो सोध्ने, खाने कि भन्ने बानी। हाम्रो बोली हाम्रो एकचोटि आमाका चाहिँ थैलीका पैसा चोरेँ मैले है। बुवाले पिट्नु भयो।